यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगाम् ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। शान्ताकारं जगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिवृद्धानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। ओम श्री गणेशाय नमः। श्री सरस्वती नमः। नमस्कार परम आदरणीय श्रद्धालु भक्तजनहरू, आज चाहिँ वैशाख कृष्ण एकादशीको महात्म्यलाई र हजुरहरू सामुमा उपस्थित भइसकेको छु। सम्पूर्ण व्रत कथा हजुरले चाहिँ बिहानैदेखि पवित्र भएर यो कथाको श्रवण मात्रै गर्नुभयो भने पनि एकदमै राम्रो हुनेछ। विष्णुको कृपा चाहिँ हजुरलाई सधैँ हुनेछ। विष्णु लगायतका सम्पूर्ण देवी देवताहरूले चाहिँ हजुरको कृपा गर्नुहुनेछ, राम्रो गर्नुहुन्छ। बिहान चाहिँ सबेरै ब्रह्म मुहुर्तमा उठेर हजुरले नित्य कर्महरू गरेर स्नान आदि कार्यहरू गरेर सम्पूर्ण कार्यहरू गरिसकेपछि चाहिँ हजुरले विष्णु भगवानलाई स्मरण गर्दै अर्घ्य चढाएर हजुरहरूले चाहिँ यो कथा श्रवण गर्न सक्नुहुनेछ। कथा श्रवण गर्दाखेरि चाहिँ हजुरले हातमा चन्दन अक्षता पुष्प लिएर चाहिँ एकचित्त भएर ओम विष्णवे नमः यो मन्त्रको जप पनि गर्न सक्नुहुनेछ मनमा नै। यसै गरेर हजुरले अब सुरु गरौँ। आज यो चाहिँ भन्नुहुन्छ वैशाख कृष्ण एकादशी। युधिष्ठिरले भन्नुहुन्छ अब आज यो वैशाख कृष्ण एकादशीको कथा सुनाइन्छ। युधिष्ठिरले भने, हे वासुदेव, वैशाख कृष्ण पक्षमा कुन नामको एकादशी पर्दछन्? कुन नामको एकादशी, कुन नाम गरेका एकादशी चाहिँ वैशाख कृष्ण पक्षमा हुँदछन्? त्यसको महिमा मलाई बताइ बक्सियोस्। तपाईलाई नमस्कार छ। श्री कृष्णले आज्ञा गर्नुहुन्छ, हे राजन, यस लोकमा र परलोकमा पनि त्यो सुख सौभाग्य दिने बरुथिनी नामको एकादशी वैशाख कृष्ण पक्षमा पर्दछ। बरुथिनी एकादशी सम्झिनु है, बरुथिनी एकादशी वैशाख कृष्ण पक्षमा पर्दछ। यसै गरेर बरुथिनी व्रतको प्रभावले सर्वदा व्रतीहरूलाई सुख शान्ति हुन्छ अनि समस्त पापको नाश र नाना प्रकारका सौभाग्यको प्राप्ति पनि हुन्छ। यसै गरेर विधवा स्त्रीहरूले पनि बरुथिनीको व्रत बसी भने सुख शान्ति पाएर चाहिँ भाग्यमानी हुन्छ भनेर श्री वासुदेव भगवानले भन्नुहुन्छ। यो बरुथिनी एकादशी सारा लोकलाई मुक्ति, सुख भोग र मुक्ति मोक्ष दिनेवाला पनि हुन्छ अनि मनुष्यहरूको सारा पापलाई नाश गरिदिन्छ र गर्भवासको दुःख कष्टलाई छुटाइदिन्छ, अर्थात् गर्भवासको आवागमलाई पनि मेटाइदिन्छ। यसै गरेर बरुथिनीको व्रतको प्रभावले नै मान्धाता स्वर्ग गएका थिए। यसै गरेर त्यस्तै धुन्धुमार आदि अरू धेरै राजाहरू पनि स्वर्ग गए। भगवान शिवजीको पनि ब्रह्म कपालबाट छुटे। जो मनुष्य 10,000 वर्षसम्म पनि तपस्या गर्दछ त्यो तपस्याको बराबरको फल चाहिँ यस बरुथिनी एकादशीको व्रत कथा श्रवण गर्नाले, व्रत बस्नाले मात्रै पनि प्राप्त हुँदछ। यसै गरेर श्रद्धा भक्तिपूर्वक जो मनुष्यले बरुथिनी व्रत कथा गर्दछ त्यो यस लोकमा र परलोकमा पनि आफूले सोचेको चाहेको फल प्राप्त गर्दछ। पवित्र र अरूलाई पनि पवित्र गर्नेवाला यो बरुथिनी नामको एकादशी चाहिँ ठुला पापहरूलाई पनि नाश पारिदिन्छ। हे श्रेष्ठ राजा, जसले यो व्रत गर्दछ त्यसलाई यो मुक्ति पनि मिल्दछ। यसै गरेर हे नृपश्रेष्ठ, घोडाको दान भन्दा पनि हात्तीको दान विशेष फलदायक हुन्छ। यसै गरेर हात्तीको दानभन्दा भूमिदान महत्त्वपूर्ण छ। तिलहरूको दानभन्दा पनि भूमिदान पनि अति फलदायक रहेको छ। यसै गरेर तिलदान भन्दा पनि बढेर सुवर्ण दान हुन्छ र अन्नदान त कता
सुवर्ण दान भन्दा पनि अधिक फलदायक हुन्छ अन्नदान। यसै गरेर अन्नदान भन्दा पनि ठुलो दान त नभयो नहुनेछ। यसै गरेर आजसम्मको अन्नदान भन्दा ठुलो न कुनै दान थियो न कुनै दान हुनेछ आजसम्म। यसै गरेर पितृदेवता र मनुष्यहरूको तृप्ति अन्नले नै हुन्छ। यसै गरेर हे नृप, हे श्रेष्ठ राजा, कविहरूले पनि कन्यादानलाई अन्नदानको बराबर फल बताएका छन्। जति हजुरले कन्यादान गर्दाखेरि फल पाउनुहुन्छ त्यति नै फल पनि अन्नदान गर्दा हुने बताउनु भएको छ श्री वासुदेव भगवानले। यसै गरेर स्वयं भगवानले पनि भन्नुभएको छ कि गाईदान पनि कन्यादानकै बराबर हुन्छ। यसै गरेर माथि कहिएका सबै दानहरूमध्ये विशेष फल अथवा विद्यादान हुन्छ। जो मनुष्य बरुथिनीको व्रत गर्दछ अर्थात् बरुथिनीको व्रत गरेर पनि मनुष्यले विद्यादानकै बारम्बार फल पाउँदछ। यसै गरेर पापले मोहित वश भएका जो मनुष्य कन्याको धनले पनि जीवन निर्वाह गर्दछन् ती मनुष्यहरू सारा संसार प्रलय नभएसम्म नरकमा जान्छन्। त्यसको हरताल कन्याको पनि धन नलिनु भनेर भन्नुहुन्छ वासुदेव भगवानले। जो जन कन्या बेचेर लोभले त्यो धन लिन्दछ हे राजेन्द्र, त्यो जन अर्को जन्ममा अवश्य नै बिरालो भएर जन्मन्छ। जो जन यथाशक्ति सावगासर अनुसार कन्यालाई गरगहनाले सिँगार पटार पारेर अर्थात् धन लगाएर कन्यादान गर्दछ त्यसको पुण्य लेखा लगाउन त चित्रगुप्तले पनि सक्दैनन् भनेर भन्नुहुन्छ वासुदेव भगवानले। यस्तो ठुलो महिमा रहेछ बरुथिनी एकादशीको। त्यही कन्यादानको फल जस्तै जो मनुष्यले बरुथिनीको व्रत गरेर पाउँदछ। यसै गरेर बरुथिनीको व्रत बस्ने विष्णु भक्त वैष्णव मनुष्यले अघिल्लो दशमीको दिनमा काँसको भाँडोमा भोजन अनि यसै गरेर मासुरोको दाल, चना, कोदो तथा मह, अर्काको अन्न, 2 छाक खानु अर्थात् पूर्व भोजन र मैथुन स्त्रीलिङ्ग यी 10 कुराहरू चाहिँ अवश्य पनि त्याग्नुपर्ने हुन्छ अघिल्लो दिनबाट नै। यसै गरेर अनि एकादशीमा पनि जुवा खेल्नु, दिउँसो सुत्नु, यसै गरेर पान खानु, दत्युन लगाउनु, यसै गरेर अर्काको निन्दा गर्नु, यसै गरेर पतित नीचहरूसँग चाहिँ कुराकानी गर्नु पनि एकदमै पाप रहेको छ। यसै गरेर क्रोध गर्नु, झुटो बोल्नु यी नै कुरो ठुलो एकादशीको दिन नगर्नु। यदि यी कर्महरूले एकादशीको दिन गर्नुभयो भने चाहिँ उक्त फल चाहिँ पाउनु हुने छैन। जुन फल चाहिँ हरूले बरुथिनी एकादशीको व्रत गर्दा पाउनुहुने थियो ती फल चाहिँ पाउनु हुने छैन हजुरले। यसै गरेर क्रोध गर्नु, झुटो बोल्नु यी कुरा कुनै पनि एकादशीको दिन नगर्नु अर्थात् चटक्कै त्यागिदिनु नै हजुरको लागि राम्रो हुनेछ। अनि द्वादशीका दिनमा चाहिँ काँसको भाँडोमा खानु, मास, मसुरो, मह, झुटो बोलाइ, यसै गरेर व्यायाम, कसरत, प्रयास त्यागिदिनु यी कुराहरूले चाहिँ त्याग्नुपर्ने हुन्छ। अनि द्वादशीका दिनमा चाहिँ यसै गरेर द्वादशीको दिनमा चाहिँ काँसको भाँडोमा नखानु, मास मसुरो पनि नखानु, झुटो नबोल्नु, व्यायाम कसरत पनि नगर्नु भनेर भनिएको छ। यसै गरेर पुनर्भोजन दुई पटक नै खानु हुँदैन, मैथुन पनि गर्नु हुँदैन। द्वादशीको दिनमा पनि नुनिलो वस्तु पनि खानु हुँदैन। यसै गरेर तेल घस्नु, अर्काको अन्न खानु यी 12 काम चाहिँ हजुरले त्यागिदिनु पर्ने हुन्छ एकादशी द्वादशीको दिनमा पनि। यसै गरेर हे राजन, यस्ता प्रकारले जसले बरुथिनीको व्रत गर्दछन् बरुथिनीले नै तिनका सारा पाप नाश गरेर अन्तमा अक्षय अविनाशी गति पनि दिन्छन्। हे देव, हे नरेन्द्र देव, हे नरेश, कल्याणका अति क्षय परितीर्ण अर्थात् सूर्यको छोरा यस यमराजका भयले थरथरी भएर पापदेखि नै डराउने डरपोक मनुष्यहरूले कसै गरी पनि बरुथिनीको उपासना गर्न पर्दछ। हे राजन, बरुथिनीको कथा सुन्नेले वा पढ्नाले मात्रै पनि 10,000 गाईदान गरेको फल प्राप्त हुँदछ। यसै गरेर नर्क भनेकै देख्ने नपर्ने ती सारा पापबाट छुटकारा मरेपछि पनि
विष्णु लोकमा गएर मजा गर्दछ। इति एकादशी महात्म्य नेपाली भाषा कथा टाइम एकादशो अध्याय। अब चाहिँ हजुरले उक्त कथा श्रवण गरिसकेपछि विष्णु भगवानलाई सम्झेर वासुदेव भगवानलाई सम्झेर हजुरले चाहिँ धूप बत्ती अन्न प्रसाद आदिहरू के हुन्छन् चढाएर अर्पण गरेर चाहिँ हजुरले सम्पूर्ण आफन्त इष्ट मित्रजनहरू को बोलाउनु भएको छ उहाँहरूलाई पनि अन्न शुद्ध सात्विक अन्न चाहिँ हजुरले दिएर ग्रहण गराएर यसै गरेर हजुरले यथा जति सक्नुहुन्छ टीका लगाएर कतिवटा कन्यालाई सक्नुहुन्छ कन्यालाई पनि टीका लगाएर जति सक्नुहुन्छ त्यति दान दक्षिणा गर्नु एकदमै राम्रो हुनेछ, उत्तम हुनेछ। उक्त फलको चाहिँ उक्त बरुथिनी एकादशीको फलको चाहिँ प्राप्त गर्नुहुनेछ। जुन फल उक्त व्रत कथा गर्नाले पाइने हुन्छ त्यो फल चाहिँ पूर्ण रूपमा पाउनुहुनेछ। हजुरले अन्नदान चाहिँ अवश्य पनि गर्नुपर्नेछ त्यो दिन हजुरले। यदि अन्नदान गर्नु भएन भने हजुरले जसलाई सक्नुहुन्छ उसलाई चाहिँ गर्न सक्नुहुनेछ अन्नदान। अन्नदान नै सबैभन्दा ठुलो दान, कन्यादान भन्दा पनि कन्यादान र अन्नदान, गाईदान र अन्नदान बराबर मानिएको छ। त्यसैले चाहिँ अन्नदान अवश्य पनि गर्नुहोला। ओम